राजा आओ देश बचाओ, राजा आओ देश बचाओ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। कुलमान्छा, कुलमान्छा, कुलमान्छा ठन सुसा छुटौ रम्चा ठन सुसा ठन। यहाँ हेर्न बाहिर मान्छेहरू त्यो राजा आओ देश बचाओ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाइरहेको छ भनेको के भएको होला है? तिनीहरूको कुरा नपट्या त आफै भन् त, के राजा भएको बेलामा चाहिँ देश राम्रो थियो? जनताहरूले दुःख पाएको थिएन त्यो बेलामा? अनि त्यो बेलामा कस्तो दुःख थियो भन् त? मान्छेहरू त्यो एउटै दौरा सुरुवाल पनि फाटेर त्यो टालेर लुगा लगाउनु पर्थ्यो, खुट्टामा जुत्ता छैन, चप्पल छैन, अनि त्यो मासु खान पनि कहिले दसैँ तिहार माघे सङ्क्रान्ति धन्ने पुर्णे सिटी नख यस्तो यस्तो चाड आउनु पर्थ्यो, एउटा नयाँ लुगा लगाउन पनि दसैँ तिहार कुर्नु पर्थ्यो। अहिले हेर त मान्छेहरू कस्तो लगाइ खुवाइ लगाएर हिँडेको छ, अनि त्यो सबैको हातमा आइफोन स्यामसङको फोन स्मार्टफोनहरू छ कि छैन भन् त? छ त्यो त। अनि राजाको पालामा के विकास भएको थियो त भन् त? राजाले चाहिएको भए त्यो बेलामा त्यो माओवादीलाई दण्डरत माओवादीलाई चाहिँ शान्ति बाटामा ल्याएर संविधान सभाको चुनाव दिएर अनि दलहरू सबैलाई मिलाएर एउटा नयाँ राज्य सत्ता त गठन गर्न सक्थ्यो नि त राजाको नेतृत्वमा। सक्यो त? सकेन नि। त्यो कमल थापा, त्यो सच्ची शमशेर राणा खोइ ककसको त्यो कुरा सुनेर त्यसले त्यो सट्टा सबै हातमा लिएर के गर्यो त? त्यो उता कता कता त्यो विभिन्न ठाउँमा गएर चाहिँ त्यो राजालाई अभिनन्दन गर्ने कार्यक्रम राखेर चाहिँ अनि त्यो बुढा मान्छेले चाहिँ के भन्थ्यो भने, सरकार मलाई त दम बढेको छ, मलाई औषधि चाहियो भनेर भन्थ्यो, अनि राजाले चाहिँ मैले बुझे भनेर भन्थ्यो, हो कि न भन् त? अनि त्यसपछि के भयो भन् त? कुन विकास भयो? भएन नि त। राजाले चाहेको भए त माओवादीलाई शान्ति बाटामा ल्याएर संविधान सभाको चुनाव दिएर सबै दलहरूलाई मिलाएर त विकास गर्न सक्थ्यो नि त। राजाले त सकेन नि त। राजाले त्यो ज्ञानेन्द्रले चाहेको थियो कि म महेन्द्र बन्छु भनेर चाहेको थियो। अब त्यो परिस्थिति र यो परिस्थिति फरक हो नि त। परिस्थिति अनुसार मान्छे चल्न पर्छ नि त, हो कि न भन् त? समय परिस्थिति त सधैँ एउटै हुँदैन नि त। त्यही भएर अहिले यो वाहियात कुरा नगरौँ। हेर अहिलेको गणतन्त्र र लोकतन्त्र नै राम्रो छ। हेर अहिलेको नेताहरू भ्रष्ट भयो, विदेशीको दलाल भयो, यिनीहरूले देशको विकास गरेन, ठिकै छ। तर अहिले त जनताको छोरा राष्ट्रपति हुने, प्रधानमन्त्री हुने व्यवस्था छ नि त। जनताले चुनेर, त्यही पनि कुनै त्यो वंशजको आधारमा पनि होइन। अब यो नेताहरू सधैँ बाँच्छ भन्ने पनि छैन नि त। भोलि तर म पनि त राजनीतिमा आएर चाहिँ, भोलि तेरो छोरा र मेरो छोरा पनि राजनीतिमा आएर चाहिँ देशको चाहिँ एउटा सर्वोच्च पदमा गएर चाहिँ देशको सेवा गर्न सक्छ नि त, हो कि न भन् त? अनि अहिले त्यो राजा साजा भनेर बस्ने हो त हामी? होइन नि त। बरु त्यो राजा साजा भन्नुभन्दा बरु यो व्यवस्था मन परेन भने बरु पहिचानसहितको संहिता अनि त्यसपछि समाजवादी गणतन्त्रमा पो जानु पर्यो त हामी। पहिला त जनताको यो राज्य सत्ता स्थापना गर्नु पर्यो नि त। त्यो पहिला राजाको हातमा रहेको राज्य सत्ता हामी जनताहरूले खोसेर चाहिँ त्यो नेताहरूको हातमा अहिले ल्याएका छौँ। अब जनताको हातमा ल्याउनु पर्ने पो कोसिस गर्नुपर्ने, फेरि ढुङ्गेमै त्यो राजतन्त्रमै जाने त। अब त्यो हामी यो यस्तो सुख सुविधाहरू प्रयोग नगर्ने त हो। नेपालीहरू विदेश गएको छ, कता कता गएको छ, उत्पादन छैन नेपालमा। तर यो पुँजीवादी दलाल पुँजीवादीहरूलाई निरुत्साहन गरेर हामी समाजवादी व्यवस्था लागू गर्न सक्छ कि सक्दैन? हामी युवाहरू त म जस्तो युवाहरू तातिनु पर्यो नि त, हो कि न भन् त? ठोक कुलमान चान छोडै
के भन्छ यो कुलमान्छा पनि म त कुरै बुझ्दैन। अब त्यसै गर्नु पर्छ क्या रे, अब वैज्ञानिक समाजवादमै लाग्नु पर्यो म त। कहाँ